हेलो मैले चाहिँ केक बक्समा गएर केक लिएर आइसकेँ यो चाहिँ म दिदीको घर छोडिदिन्छु बिकज हामी अब त्यहीँ आउने हो जस्तो जाडो छ वेदर वेलकम गाइज वेलकम आज चाहिँ हामी यहाँ काम गर्दैछौँ हाम्रो चाहिँ उहाँ एकदम इन्टेरियर डिजाइनर हुनुहुन्छ भने हाम्रो चाहिँ यता ब्याकग्राउन्ड चाहिँ अलि उस छ है सर्ट लगाएर हाम्रो यहाँ एकदम सरप्राइज कस्तो छ हजुरलाई ठिक छ हाम्रो यहाँ के गरेछ खै अब बोल्ती बन्द भयो उहाँको है अलिक कन्सन्ट्रेट गर्नु भएको जस्तो छ हाम्रो चाहिँ यहाँ काटकुट हुँदैछ खतरा बन्दैछ यहाँ खतरा बन्दैछ हाम्रो खाजा आइसकेको छ खाजा छ मम्मी आइपुगेको छैन सकाले त्यस्तो छ होइन अलिकति त्यहाँ लगाएर कस्तो बत्ती नेक्सस छ होइन त्यसले दिने त्यो धेरै गाह्रो छ तर पनि अब त्योभन्दा नयाँ चाहिँ होइन भ्रष्टाचार निर्मूल गर्ने माग भनेको डेभलपमेन्ट युनिभर्सिटी अनि आइडियोलोजीमा धेरै कुरा यत्रो चाहिँ पोलिटिकल ट्रान्सफर्मेसन भयो है हरेक 10 वर्ष 15 वर्षमा पोलिटिकल ट्रान्सफर्मेसन भयो अहिलेसम्म हाम्रो केक रिभिल भयो ह्याप्पी 66 बाबाहरूले लेख्नु भएको बर्थडे पनि लेख्नु ठिकै छ रेड भेलभेट केक चाहिँ मेरो 66 बर्थडे 66 वर्ष पुगेको स्पेसल बर्थडे स्पेसलको मान्यो यो कि मेरो चाहिँ यहाँको यो केमा पनि अर्को पेन्सन पायो 66 वर्षको होइन एउटा ब्रिटिस आर्मीको त छँदैछ अर्को 66 वर्ष पुगेर पनि यहाँको स्टेट पेन्सन पाक्यो मेरो 66 वर्ष पुरा भयो म 18 वर्षको उमेरमा चाहिँ भर्ती भएर 1978 18 सालमा भर्ती भयो त्यसपछि लगातार काम गरेर आइरहेको छ अनि हङकङमा 17 वर्ष गऱ्यो फेरि हङकङबाट आएपछि फेरि पुणे गयो जिआरईमा 11 वर्ष गऱ्यो अनि युकेमा चाहिँ 2007मा आएर 7मा आएर अहिले 18 वर्ष भयो गर्दाखेरि टोटल पुरापुरी मेरो नोकरी चाहिँ अहिले 48 वर्ष पुगेको छ गर्दाखेरि अहिलेसम्म गर्दैछ अनि अब यहाँको पेन्सन पाइसक्यो र कति पाउँछ भनेर नभनौँ होला होइन अब मलाई पुग्ने गरेर पाएको छ अनि दुईवटा भयो गर्दाखेरि यो चाहिँ स्पेसल ह्याप्पी भयो अनि यो 2025 साल चाहिँ मेरो लागि एकदम राम्रो साल भयो एकदम राम्रो भयो अझै अब बाँकी 3 दिन छ अब नाति पनि आएको छ न्यू नातिनी छोरीकोबाट नातिनी आएको छ आज 7 दिन भयो दुधबाजे पनि भयो गर्दाखेरि पनि एउटा खुसीको खबर भयो ट्रिपल सेलिब्रेसन कुरा भयो तीनटा गर्दाखेरि अब आफ्नो स्वास्थ्यले दियो भने भगवानले दियो भने सायद अब 1-2 वर्ष गरेर 50 वर्ष पुऱ्याएर चाहिँ अब गोल्डन जुब्ली थपौँ भन्ने विचार छ त्यसपछि चाहिँ अहिले हेरौँ अब कसो हुन्छ ल बधाई छ अब केक काट्ने नाम सबैजनालाई मैले बोलेको कति राम्रो आयो बजाउनु बजाइनै हुन्छ सानो भयो 7 6 5 4 3 2 1 ल Happy birthday! For the guitar. Happy birthday to You and happy birthday to you. Happy birthday, dear Baba. Happy birthday to you.
ल मनमा नै जे गरेर मागे नि हुन्छ फोक्ने अनि काट्ने ताली ताली बजाउने मान्छे सबै मोबाइल लिएर आलु भयो आलु काम के झगडा गरेर के हाल्दैछ तपाईँ 48 वर्षसम्म काम गर्दाखेरि दुःख लाग्यो कि गर्नुपर्दा दुःख लाग्यो कि सुखै खुसी नै छ होइन मलाई चाहिँ कस्तो लाग्छ भने जति दुःख दियो मलाई उति मजा लाग्छ होइन जति दुःख गर्न पायो अनि जति दुःख पायो उति रमाइलो लाग्छ मलाई सुख भगवान होला रमाइलो लाग्ने गर्थेँ अहिले त एकदम रमाइलो लाग्छ खुसी लाग्छ होइन होइन मान्छेहरूले चाहिँ अब मलाई अरूले चाहिँ दुःख गऱ्यो भने चाहिँ दुःख लाग्छ भन्छ मलाई चाहिँ जति दुःख दियो उति खुसी लाग्छ होइन पायो केक खाम केक एकछिन मन ल्याएको छ एउटा मात्र सबैले प्लेटबाट खुवाइ हुन्छ भव्य स्पेसल ल सबैलाई थाहा त्यहाँबाट निकाल्ने हुन्छ यहाँबाट निकाल्नु चम्चल कोटेर हेर्दैछ भेनाले पहिला मलाई खुवाउने त खुवाइदिनु होइन सबैजना त खाँदैन गुलियो त ल ल ह्याप्पी बर्थडे ड्याडी है थ्याङ्क यू धन्यवाद 50 इयर्सको सेलिब्रेट गर्नुपर्छ 50 इयर्समा कति वर्ष हुन्छ 68 ए हो ए अस्ति 48 भयो नि त है साँच्ची तर हामीले जम्मा अघि हिसाबले 46 वर्ष मात्र भयो 2 वर्ष 20 महिना त काम गरेन नि त कति महिना काम गर्ने तपाईँ होइन त्यो त होली छुट्टीमा काट्छ नि त स्टाफै छैन त्यो छुट्टी त कहाँ महिना अनि त्यो छुट्टी हो नि त्यो मेरो 66 वर्षको स्पेसल बर्थडेमा चाहिँ यो प्रिपेरेसन गरेको यो बलुनहरू यो फोटोहरू अनि सबै मेरो कान्छी बुहारीले गरेको हो अनि यो केक पनि मलाई गिफ्ट ल्याइदियो कान्छी बुहारीले सबै होइन अनि अहिले हामी चाहिँ यहाँ छोरी अब सानो नानी भएको कारणले फेरि छोरीकै घरमा आएर मनाउने भनेर त्यहाँ अब उसो भयो डिसिजन भयो यो छोरी घर हो अनि फेरि जयले पनि सबै पकाउनेहरू यताउति खानाहरू बन्दोबस्त गर्नुभयो अन्तखेरि अब आजलाई चाहिँ अब हाम्रो बर्थडेको कार्यक्रम यति नै होला आखिरी दिन सकियो अब एकचोटि 50 वर्षमा भेट्ने अब अर्को स्पेसल बर्थडे चाहिँ अब नोकरी गरेको 50 इयर्स एनिभर्सरी अनि अब त्यहाँबाट बाँच्दै गयो भने अब बिस्तारै मनाउँदै जानु पर्ला हाम्रो चाहिँ पेट भित्र खाइसक्यो हामीले चाहिँ खाएको खिचेन भोग लागेर ग्याङ खाएको जति धेरै खायो त्यति धेरै पिन्छ चिज मात्रै हो गार्लिक ब्रेड हो नाति हाम्रो स्पेसल ल्याम्प करी
मिठो बगान हाम्रो दिदीको चाहिँ स्पेसल मिठो बगान स्पेसल यहाँ चाहिँ हाम्रो स्पेसल डिसवासर यस्तो थियो है यस्तो थियो यस्तो भयो होइन यस्तो बस यो त्यही कति वर्ष हुँदाखेरि सबैले खेल्छ नि भिडियो त कहाँ अब मोबाइलमा सके पनि